नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमो संघाय नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमो संघाय गुरु शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि गुरु शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि गुरु शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि सबै प्राणीहरू सुख र सुखको कारणले युक्त होस् दुःख र दुःखको कारणबाट मुक्त होस् दुःख रहितमा सुखबाट वञ्चित नहोस् सबै प्राणीहरू रागद्वेष र मोह रहित समान्त भावमा रहिरहोस् जसरी पहिलेका सुगाताहरूले बोधिचित्त उत्पाद गरे बोधिसत्वको शिक्षामा शिक्षित भएथे म पनि प्राणीहरूको हितका लागि बोधिचित्त उत्पादन गर्छु त्यही शिक्षामा क्रमशः शिक्षित हुन्छु जसरी पहिलेका सुगाताहरूले बोधिचित्त उत्पाद गरी बोधिसत्वको शिक्षामा शिक्षित भएथे म पनि प्राणीहरूको हितका लागि बोधिचित्त उत्पादन गर्छु त्यही शिक्षामा क्रमशः शिक्षित हुन्छु जसरी पहिलेका सुगाताहरूले बोधिचित्त उत्पादन गरे बोधिसत्वको शिक्षामा शिक्षित भएझैमा पनि प्राणीहरूको हितका लागि बोधिचित्त उत्पादन गर्छु त्यही शिक्षामा क्रमशः शिक्षित हुन्छु क्षितिगर्भ बोधिसत्व पूर्व प्रणिधान सूत्र चौथो परिवर्ता जम्बुद्वीपमा सत्वहरूको कर्म भोगाए त्यसबेला क्षितिगर्भ बोधिसत्वले भगवान बुद्धलाई भन्नुभयो हे भगवान तथागत बुद्धको अनुभव पाएकोले म आफ्नो शरीरलाई कोटि शतसहस्र लोकधातुहरूमा व्याप्त हुने गरी विभाजन गरेर ती ठाउँहरूमा कर्मको फल भोगिरहेका सत्वहरूको उद्धार गर्छु तथागतको महाकरुणिक अनुभव नभइदिएको भए म यसरी निर्मल कायाहरू प्रकट गरेर उद्धार गर्न सक्ने थिएन अहिले भगवान हजुरले पछि अजित मैत्रेयले बुद्धत्व प्राप्त नगरुन्जेलसम्म सद्गतिका सत्वहरूको उद्धार गरिरहने जिम्मेवारी मलाई सुम्पनु भएको छ भगवान म त्यो जिम्मेवारी वहन गर्दछु त्यसैले हजुर चिन्तित नहुनुहोस् त्यसपछि भगवान बुद्धले क्षितिगर्भ बोधिसत्वलाई भन्नुभयो आजसम्म मुक्ति पाइसकेका सत्वहरूको स्वभाव र विज्ञान अनिश्चित कालको हुन्छ उनीहरूको अकुशल संसारको फल स्वरूप कर्म बन्छ आफ्नो कुशल संस्कारको फल स्वरूप उनीहरूले सहस्राव पुण्य फल लाभ गर्छन् विषय वा गोचरको वशमा परेर कुशल वा अकुशल कर्म गरेर उनीहरू एकछिन पनि नरोकिकन वा विश्राम नगरिकन 5 गतिहरूमा भौँतारिरहन्छन् दुलुको खानहरू बराबर कल्पहरूसम्म उनीहरू किन कर्तव्य विमुड मोहित विघ्न बाधाहरूले घेरिएर तथा दुःख कष्टले गचिएर रहन्छन् उनीहरू जलहरू तापेको नदीमा पौडिने माछाहरू सराहुन् जालोको फलहरूबाट क्षणभरका लागि चिप्लिएर बाहिर फुत्किन सफल होलान् ती माछाहरू तर कहिलेसम्म जालहरूबाट बच्न सक्लान् र अन्ततोगत्वा उनीहरू फेरि यही जालोमा फसेरै छन् त्यस्तो साधुहरूप्रति म चिन्तित छु दीर्घकालदेखि तिमीले सद्गतिहरूमा भौँतारिरहने ती साधुहरूको उद्धार गर्ने ती प्रणिधान गर्दै आइरहेका छौ
र कल्पौसम्म आफ्नो यस्तो प्रतिज्ञालाई झन् बढाउँदै लागेका छौ भने अब मैले फेरि चिन्ता लिइरहनु पर्ने नै किन? त्यसबेला त्यस धर्मसभामै उपस्थित समाधिस्थ र राज नाम गरेका बोधिसत्व महासत्वले भगवान बुद्धलाई सम्बोधन गर्दै यस्तो भन्नुभयो, हे भगवान, अतीतका यति धेरै कल्पहरूमा क्षतिगर्भ बोधिसत्वले के कस्ता प्रणिधानहरू गर्नुभएको थियो? हे भगवान, अहिले हजुरले बार उत्साहपूर्वक उहाँको अभिनन्दन गर्दै हुनुहुन्छ। सतार्थ हे भगवान, कृपया यसको संक्षेपमा व्याख्या गरिदिन हुन म हजुरलाई बिन्ती चढाउँछु। त्यसबेला भगवान बुद्धले समाधिस्थ र राज बोधिसत्वलाई यस्तो भन्नुभयो, ध्यान दिएर सुन, यस बारेमा चिन्तित पनि गर। म तिमीलाई संक्षेपमा बताउँदैछु। अपरिमित असङ्ख्य नयुत्कल्पहरू अगाडि अतीतको कुनै कल्पमा सर्वज्ञान सम्पत्ति नाम गरेका अर्थात् सम्यक सम्बुद्ध विद्याचरण सम्पन्न सुगत लोकविद अनुत्तर पुरुष दम्य सारथी देव मनुष्यका शास्त्र बुद्ध भगवान हुनुहुन्थ्यो। उहाँ बुद्धको आयु 60,000 कल्प थियो। गृहत्यागपूर्व उहाँ एउटा सानो देशको राजा हुनुहुन्थ्यो। छिमेकी देशहरूका राजाहरू उहाँको मित्र थिए। उहाँहरूले सँगसँगै 10 कुशल कर्महरूको अभ्यास गरेर सत्वहरूको उद्धार गर्नुभएको थियो। त्यस्तै एउटा छिमेकी देशमा धेरै अकुशल कर्महरू गर्ने जनताहरू थिए। 2 जना मित्र राजाहरूको बीचमा त्यस विषयमा धेरै छलफलहरू भए, विचार विमर्शहरू भए। 2 जनाले योजना र व्यापक रणनीति पनि बनाए। एउटा राजाले एउटालाई पनि नछोडिकन ती सबै प्राणीहरूलाई मुक्ति दिन अति शीघ्र आफूले बुद्धत्व प्राप्त गर्ने प्रणिधान बोधिचित्त समेत गरेका थिए। अर्कोले चाहिँ ती सत्वहरूलाई पहिला ती पाप कर्महरूबाट छुटकारा दिएर सुख र बोधिको भूमिमा स्थापित नगरुन्जेलसम्म आफूले कदापि बुद्धत्व प्राप्त नगर्ने प्रणिधान गरेका थिए। भगवान बुद्धले समाधिस्थ र राज बोधिसत्वलाई क्रमशः भन्दै लाग्नुभयो, अति शीघ्र बुद्धत्व प्राप्त लाभ गर्ने सङ्कल्प वा प्रणिधान गर्ने राज सर्वज्ञ न सम्पत्ति तथागत हुन्। सबै सत्वहरूलाई दुष्कर्म र दुःखबाट उद्धार नगरी कुनै पनि हालतमा आफूले बुद्धत्व लाभ नगर्ने प्रणिधान गरेको बोधिसत्व चाहिँ उनै क्षतिगर्भ बोधिसत्व हुन्। पुनः अनाभिलाप्य असङ्ख्य कल्प अघि अतीतमा एक बुद्ध हुनुहुन्थ्यो, जो यस संसारमा शुद्ध पद्म नेत्र तथागतको नामले प्रादुर्भाव हुनुभएको थियो। उहाँ बुद्धको आयु 40 कल्प थियो। प्रतिरूपक धर्मको उहाँको युगमा सत्वहरूको हित र उद्धार गरेका एक अर्हत पनि थिए। उनको वेद प्रभानेत्र नाम गरेकी एउटी महिलासँग भयो। प्रभानेत्रले ती अर्हतलाई भोजन दान गरेकी थिइन्। अर्हतले ती महिलालाई सोधे, तिम्रो इच्छा के हो?
प्रभा नेत्रले जवाब दिइन्, मेरी आमाको मृत्यु भएको दिनमा उहाँको रक्षार्थ मैले सक्दो पुण्य सम्भार गरेकी थिएँ, तर उहाँको जन्म कुन गतिमा भयो भन्ने कुराको मैले केही मेस पाउन सकिनँ। अर्थात्लाई प्रभा नेत्रको ठुलो माया लाग्यो अनि उनले समाधिमा प्रवेश गरेर हेर्दा प्रभा नेत्रकी आमालाई दुर्गतिमा परेर ठुलो दुःख भोगिरहेको अवस्थामा देखे। त्यसपछि अर्हतले प्रभा नेत्रलाई सोधे, तिम्री आमाले जीवित छँदा के कर्म गर्थिन्? अहिले उनी दुर्गतिमा परेर ठुलो दुःख भोगिरहेकी छिन्। प्रभा नेत्रले जवाब दिइन्, माछा र कछुवा मारेर खाने मेरी आमाको बानी नै थियो। उहाँले खाने धेर जसो माछा र कछुवा कलिल ससान नै हुन्थे। ती निरीह प्राणीहरूलाई तरेर वा उसिनेर ढिट नमरुन्जेल खानुहुन्थ्यो। उहाँले मारेका प्राणीहरू कतियौँ सङ्ख्यामा होलान्। श्रद्धेय भन्थे, उहाँको मद्दत कसरी गर्न सकिन्छ? कृपापूर्वक बताउनुहोस्। अर्हतले करुण वा प्रज्ञा नेत्रलाई यस्तो उपाय प्रयोग गर्ने परामर्श दिए। ठुलो श्राद्ध भक्तिका साथ शुद्ध पद्म नेत्रको नाम जप। सबै जीवित वा मृत सत्वहरूको कल्याणका लागि वा शुद्ध पद्म नेत्र बुद्धको प्रतिमा नै निर्माण गर। यस्तो परामर्श सुनेपछि प्रज्ञनेत्रले आफूलाई मन पर्ने सबै थोक त्यागेर शुद्ध पद्मनेत्र बुद्धको प्रतिमा बनाउनतिर लागिन्। प्रतिमा बनिसकेपछि त्यसमा दान पनि चढाइन्। उनले बुद्धको प्रतिमालाई टोलाएर हेरिरहन्। उनी पूजा गरिरहँदा उनी दुःखले अत्यन्तै भावविह्वल भई दाको छोडेर रुन लागिन्। रातको केही प्रहर बितिसक्दा अकस्मात उनले सुनौला रङमा एक नासले चम्किरहेको सुवर्णमय सुमेरु पर्वत झै विशाल शुद्ध पद्मनेत्र बुद्धको कायाले उज्यालो प्रकाश फिजाइरहेको देखिन्। त्यो सपना हो कि विपना हो उनले राम्ररी ठम्याउन नै सकिनन्। शुद्ध पद्मनेत्र बुद्धले प्रज्ञनेत्रलाई भन्नुभयो, केही समय पश्चात तिम्री आमाले तिम्रै परिवारमा जन्म लिनेछिन् र जन्म पश्चात भोक र चिसो थाहा पाउने बित्तिकै बोल्न थाल्नेछिन्। त्यसको लगत्तै पछि उनकै घरमा काम गर्ने आइमाई परिचारिकाले एउटा शिशुलाई जन्म दिइन्। जन्मिएको 3 दिन पनि नबित्दै थियो केटोले साँच्चै बोल्न थाल्यो। उसले नतमस्तक भई रुँदै रुँदै प्रभानेत्रलाई यस्तो भन्यो, यो संसार कर्मद्वारा नै अभिसंस्कृत हुँदो रहेछ र त्यसका फलहरू प्राणीहरू आफैले सिर्जना गर्छन्। म तिम्री आमा हुँ। दीर्घकालसम्म म अन्धकारमै थिएँ। तिमीलाई छोडेर गएदेखि म महानरकमा पतन भइरहेँ।
तर तिम्रो पुण्यहरूको बालले म यहाँ जन्म लिन त सफल भए, तर एउटा निज व्यक्तिका रूपमा मात्रेर मेरो आयु पनि छोटो नै छ। 13 वर्षको उमेरपछि म फेरि दुर्गतिमा नै पतन हुनेछु। मलाई त्यहाँबाट उद्धार गर्ने तिमीसँग केही उपाय छ? प्रभव नेत्रले त्यस्तो कुरा सुनेपछि त्यो केटो उनकै आमा हो भन्ने कुरामा कुनै पनि शङ्का रहेन। उनी दुःखले भक्कनिएर धुरुधुरु रुँदै उनले त्यो शिशुलाई भनिन्, हजुर मेरी आमा हुनुहुन्छ। पहिले हजुरले गर्नुभएको पापहरूको त सम्झना नै होला। दुर्गतिमा नै पतन हुने गरी हजुरले के कस्ता पापहरू गर्नुभएको थियो? परिचारिकाको छोराले जवाब दियो, मैले प्राणी हटेर पैशून्य प्रलापकै त फल पाएको हुँ। यदि तिम्रो पुण्यले मलाई उद्धार नगरिदिएको भएमा अझै आफ्नो ती कर्महरूबाट मुक्त हुने नै थिएन होला साँच्चै। प्रभाव नेत्रले सोधिन्, नरकमा हजुरका पापहरूको कस्तो सजाय रहेछन् त? परिचारिकाको छोराले जवाब दियो, मेरो पापहरूको सजाय स्वरूप मैले भोगेका दुःखहरू यति असह्य र तीव्र थिए कि तिनको वर्णन गरेर साध्य नै छैन। ती दुःखहरूको बारेमा वर्णन गर्ने 1,00,000 वर्षले पनि पुग्दैन। त्यस्तो कुरा सुनेर प्रभाव नेत्र दाको चोरेर रोइन्। अनि एकछिन मौन रहेपछि आकाशमा हेरेर उनले यस्तो भनिन्, मेरी आमा नरकहरूबाट सदाको लागि छुटुन्। 13 वर्षको उमेरपछि उहाँले सबै प्रकारका तीव्र पाप र दुर्गतिहरूबाट मुक्ति प्राप्त गरून्। यही मेरो प्रणिधान हो। तसै देशका बुद्धहरूले ममाथि कृपा राखेर मेरी आमाका लागि मैले गरेको त्यो महाप्रणिधान सुनुन्। मेरी आमा तीन दुर्गतिहरूबाट मुक्त हुने भए, सबै खालका 3 अवस्थाबाट मुक्त भएर कुनै पनि कल्पमा स्त्री भएर जन्म नै लिन नपर्ने भएमा शुद्ध पद्मनेत्र तथागतको प्रतिमाको सामुन्ने यो प्रतिज्ञा गर्नेछु कि आजबाट 7,000 कोटि कल्पसम्म नै म नरकहरू, तिर्य योनि, प्रेतलोक इत्यादि जस्ता दुर्गतिहरूबाट सबै पापी तथा दुःखी सत्वहरूको रक्षा गरिरहनेछु। ती सबै पापी सत्वहरूले बुद्धत्व पाइसकेपछि मात्र म स्वयंले पनि सम्यक सम्बोधि प्राप्त गर्नेछु। प्रभानेत्र यस्तो प्रणिधान गरिसकेपछि शुद्ध पद्मनेत्र तथागतले आफूलाई सम्बोधन गर्दै यस्तो भन्नुभएको कुरा स्पष्टै सुनिन्, प्रभानेत्र तिमीसँग ठुलो करुणा रहेछ। त्यसको कारण तिमीले आफ्नी आमाको निम्ति यत्रो ठुलो प्रणिधान गर्न सक्यौ। 13 वर्षपछि तिम्रो आमा एक ब्राह्मणको रूपमा जन्मिनेछिन्। यो फल भोगिसकेपछि तिम्रो आमाको आयु 100 वर्षको हुनेछ। यो फल भोगिसकेपछि तिम्रो आमा अशोक भूमिमा जन्मिनेछिन्। त्यसबेला तिम्रो आमाको आयु असङ्ख्य कल्पको हुनेछ।
तत्पश्चात उनको बुद्धत्व को फल प्राप्त गर्नेछन् र गाङ्ग नदीमा जति बलुवाका कानहरू छन् त्यति नै सङ्ख्यामा देव र मनुष्यको उद्धार गर्नेछिन्। शक्यमुनि बुद्धले समाधीश्वर राजालाई भन्नुभयो। त्यसबेला प्रभानेत्रलाई पुण्य परिधामना गर्ने अर्थात् अक्षयमाथि बोधिसत्व हुन् अनि प्रभानेत्रकी आमा विमोक्ष बोधिसत्व हुन् भन्ने प्रभानेत्र स्वयं क्षितिगर्भ बोधिसत्व हुन्। विगतका अत्यन्तै आमा कल्पहरूमा उनै करुणिका बोधिसत्व क्षितिगर्भले सत्वहरूको व्यापक उद्धार गर्नका लागि गाङ्ग नदीका बलुवाका कानहरू जतिकै असङ्ख्य प्रणिधानहरू गरिसकेका छन्। भविष्यमा यदि पुरुष वा स्त्रीले कुशल कर्म गर्दैनन् तर अकुशल कर्महरू गर्छन् भने कर्म र फलमा विश्वास गर्दैनन् भने काम मिथ्याचारमा लिप्त हुन्छन् भने अशुभ शब्दहरू बोल्छन् र महायानको निन्दा गर्छन् भने त्यस्तो सत्वहरू अवश्य पनि तीन दुर्गतिमा पतन हुनेछ। यदि ती सत्वहरूले एक कल्याण मित्रलाई भेट्छन् र उनीद्वारा उनीहरूलाई चुटकी बजाएरै अर्थात् अतिशीघ्र क्षितिगर्भ बोधिसत्वको शरणमा पर्न लगाइन्छ वा प्रेरित गरिन्छ भने त्यस्ता सत्वहरू तीन दुर्गतिका फलहरूबाट मुक्त हुनेछन्। यदि उनीहरूले श्राद्ध र आधारका साथ वन्दना गरेमा, दण्डवतहरू गरेमा, स्तुति गरेमा, धूप र पुष्पहरू चढाएमा, वस्त्रहरू चढाएमा, विभिन्न प्रकारका रत्नहरू चढाएमा, भोजन र पेय चढाएमा, ती सत्वहरूले भविष्यमा 7,000 कोटि कल्पसम्म देवभुवनमा परम सुख भोग गर्नेछन्। उनीहरूको पुण्य पुरै सकिए पनि उनीहरू 7,000 कल्पसम्म मनुष्यलोकमा नै पतन हुनेछन् अर्थात् उनीहरूले मनुष्यलोकमा नै जन्म लिनेछन्। मनुष्यलोकमा पनि उनीहरू सम्राट भएरै जन्मिनेछन् अनि उनीहरूले आफ्ना पूर्व जन्महरू हेतु फल मूल र शाखा सबै राम्रै स्मरण गर्न सक्नेछन्। हे समाधीश्वर राजा, सबै सत्वहरूको हित गर्ने क्षितिगर्भ बोधिसत्वको शक्ति अत्यन्तै अचिन्त्य र अत्यन्तै अद्भुत भएकोले तिमी लगायत सबै बोधिसत्वहरूले यस सूत्रलाई स्मरण गरिरहनुपर्छ र यसको व्यापक प्रसार पनि गर्नुपर्छ। त्यसपछि समाधीश्वर राजा बोधिसत्वले बुद्धलाई सम्बोधन गर्दै यस्तो भन्नुभयो। म प्रणिधान गर्दछु, हे भगवान, यस विषयमा चिन्तित नहुनुहोस्। हामी खरबौँ बोधिसत्व महासत्वहरू भगवानको अनुभवले गर्दा सत्वहरूको हितार्थ यस जम्बुद्वीपमा यस सूत्रको व्यापक व्याख्या र प्रचार प्रसार गर्न सक्षम हुनेछौ। समाधीश्वर राजाले भगवान बुद्धको अगाडि यस्तो प्रणिधान गरेर आदरपूर्वक दुवै हात जोडेर बिन्ती गर्दै आफ्नो आसनतिर फर्किनुभयो। त्यसबेला आफ्नो आसनबाट उठेर दुवै हात जोडी बिन्ती गर्दै चतुर महाराजहरूले भगवान बुद्धलाई यस्तो भने, हे भगवान, क्षितिगर्भ बोधिसत्वले कल्पौँ अघिदेखि यति धेरै प्रणिधानहरू गर्नुभएको छ। उहाँको प्रणिधानहरू किन अझै पनि सकेका छैनन्? उहाँले किन अझै
जे ठुलो प्रणिधान गर्नुभएको छ त हजुरले यस विषयमा हामीलाई बताउनुहुनेछ भन्ने हाम्रो इच्छा हो। भगवान बुद्धले चतुर महाराजहरूलाई भन्नुभयो, साधु साधु तिमीहरूको लागि र वर्तमान तथा भविष्यमा देव र मनुष्यको व्यापक कल्याणका लागि यस जम्बुद्वीप सहलोक धातु र संसार धातुमा दुःख भोगिरहेका पापी सत्वहरूप्रतिको करुणाद्वारा अभिभूत भएर क्षतिगर्भ बुद्धिसत्वले प्रयोग गर्नुभएको उपाय कौशल्यहरूका बारेमा बताउनेछु। चतुर महाराजहरूले जवाब दिए, हवस् भगवान, हामी उत्सुकताका साथै नै सुन्नेछौँ। भगवान बुद्धले चतुर महाराजहरूलाई सम्बोधन गर्दै भन्नुभयो, क्षतिगर्भ बुद्धिसत्वले दीर्घकालसम्म यसरी नै कार्य गरिरहेका छन् र यद्यपि आफ्नो प्रणिधान पूरा गरेका छैनन्। दुःखका हेतुहरू असङ्ख्य कल्पसम्म निरन्तर बढिरहने लहरा जस्तै नै बढ्दै जाने कुरा हेरेर यस संसारका पापी र दुःखी सत्वहरूप्रति अगाध करुणा प्रकट गर्दै अत्यन्तै गहिरो प्रणिधान गरेका छन्। क्षतिगर्भ बुद्धिसत्वले शतसहस्र कोटि उपाय कौशल्यहरूद्वारा यस सहलोक तथा जम्बुद्वीपका सत्वहरूलाई धर्मदेशना गर्दछन्। यी चतुर महाराजहरू, यदि क्षतिगर्भ बुद्धिसत्वले प्रणिधान तब गरेका कुनै व्यक्ति वा हत्यारालाई भेटेर भन्छन्, तिम्रो त्यो कर्मको फलस्वरूप तिम्रो आयु छोटो हुनेछ र तिमी प्रकोपहरूको शिकार भइरहनु पर्नेछ। यदि क्षतिगर्भ बुद्धिसत्वको भेद अर्थदान गर्ने व्यक्ति वा चोरसँग भयो भने उनी त्यो चोरलाई भन्छन्, तिमी त्यो कर्मको फलस्वरूप तिमी गरिबी र अभावको दुःखमा पिल्सिनेछौ। यदि क्षतिगर्भ बुद्धिसत्वको काम मिथ्याचार गर्ने वा व्यभिचारीसँग भयो भने उनी त्यो व्यभिचारीलाई भन्छन्, तिम्रो त्यो कर्मको फलस्वरूप तिमी बङ्गेर परेवा वा चरवाक हुनेछौ। यदि उनको भेद परुष वचन बोल्ने कुनै व्यक्तिसँग भयो भने उनी त्यो व्यक्तिलाई भन्छन्, तिमी त्यो कर्मको फलस्वरूप तिम्रो सधैँ आफन्तहरूसँग झगडा भइरहनेछ। यदि उनको भेद पैशून्य वचन एक अर्कोको कुरा काटेर सम्बन्धमा फाटो ल्याइदिने काम बोल्ने कुनै व्यक्तिसँग भयो भने उनी भन्छन्, तिम्रो त्यो कर्मको फलस्वरूप तिमी जिब्रो रहित हुनेछौ वा तिम्रो मुखभित्र सधैँ घाउ चोटपटक लागिरहनेछ। यदि उनको भेद कुनै रिसहा व्यक्तिसँग भयो भने उनले त्यो कर्मको फलस्वरूप तिमी कुरूप र विकलाङ्ग हुनेछौ भन्छन्। यदि उनको भेद कुनै लोभी व्यक्तिसँग भयो भने उनी त्यो लोभी व्यक्तिलाई भन्छन्, तिम्रो त्यो कर्मको फलस्वरूप आफूले चाहेको कुरा तिमीले कहिल्यै पाउने छैनौ। यदि जति पनि खाने कञ्चुवासँग उनको भेद भयो भने उनी भन्छन्, यो कर्मको फलस्वरूप तिमी सधैँ भोको प्यासी र घाँटीको रोगी भइरहनेछौ। आफ्नो तीव्र शोक वा रागको कारण जनावरहरूको
स्वीकार गर्ने कुनै व्यक्तिसँग उनको भेदभाव बने थियो सिकारीलाई यस्तो भन्छन् यस्तो कर्मको फलस्वरूप तिम्रो भएको कारण तिम्रो मृत्यु हुनेछ आमा बुबाको आज्ञा पालना नगर्ने कुनै व्यक्तिसँग उनको भेदभाव बने उनी त्यो व्यक्तिलाई यस्तो भन्छन् यसको फलस्वरूप आकाश र पृथ्वीका प्राकृतिक प्रकोपद्वारा तिम्रो मृत्यु हुनेछ धरेलो लगाएर पर्वत र रुखहरूलाई क्षति पुर्याउन खोज्नेहरूलाई उनी यस्तो भन्छन् यस्तो कर्मको फलस्वरूप तिमी बहुलाएर मर्नेछौ कोही आमा बुबा यस्तो पनि हुन्छन् जसले आफ्नै सन्तानलाई जन्म दिनु अगाडेर जन्म दिइसकेपछि पनि दुर्व्यवहार गर्छन् त्यस्तो आमा बुबासँग उनको भेदभाव बने उनी यस्तो भन्छन् अर्को जन्ममा तिमीहरूले यसको नराम्रोसँग सजाय भोग्नेछौ जाल थपेर माछाका बुढाहरूलाई मार्ने व्यक्तिहरूलाई उनी त्यस्तो भन्छन् यो कर्मको फलस्वरूप तिमीहरूको शरीरका खाडबाट छाल काटिनेछ त्रिरत्नको निन्दा गर्ने व्यक्तिहरूलाई उनी यस्तो भन्छन् यो कर्मको फलस्वरूप तिमी आन्दो बाहिर र मुख हुनेछौ धर्मको निन्दा गर्ने र उपदेशहरूको तिरस्कार गर्ने व्यक्तिहरूलाई उनी यस्तो भन्छन् त्यो कर्मको फलस्वरूप तिमी सदा दुर्गतिमै परिरहनेछौ स्थायी बस्तीहरूलाई ध्वस्त गर्ने व्यक्तिहरूलाई उनी यस्तो भन्छन् यो कर्मको फलस्वरूप तिमी 1,00,000 कल्पसम्म नरकमा जन्म लिनुपर्नेछ कुनै शुद्ध विनयधर भिक्षुको चाबीलाई धमिल्याउन खोज्ने वा बिना कारण लान्छना लगाउने व्यक्तिलाई यस्तो भन्छन् तिमीले सधैँ पशु भएर जन्म लिनुपर्नेछ कुनै पनि जीवित प्राणीलाई तातो पानीमा उमालेर जिउँदै पोलेर अङ्ग बाङ्ग पारेर मर्ने र चोट पुर्याउने व्यक्तिलाई उनी यस्तो भन्छन् तिमीले यो कर्मको त्यस्तै नै फल भोग्नु पर्नेछ शील भङ्ग गर्ने र उपवास व्रत गर्नलाई उनी भन्छन् तिमी यसको फलस्वरूप बोको पंक्षी वा पशु भएर जन्मिनेछौ अर्कोको सम्पत्तिको दोहन गर्ने र अनाहक विनाश गर्नेलाई उनी भन्छन् यसको फलस्वरूप आफूले चाहेको कुनै पनि कुरा तिमीले छैनौ आफ्नो बारेमा घमण्ड गर्ने अहङ्कारी व्यक्तिलाई उनी भन्छन् यसको फलस्वरूप तिमीले नीच र हीन भएर जीवन बिताउनु पर्नेछ भन्छन् दुई जिब्रे कपटी र जगदालु व्यक्तिलाई उनी भन्छन् तिमी जिब्रो रहित हुनेछौ र जिब्रो भए पनि सही जिब्रे हुनेछौ मिथ्या वा विपरीत दृष्टिका व्यक्तिहरूलाई उनी भन्छन् यसको फलस्वरूप तिमीहरू म्लेच्छ जातिहरू भएर जन्मिनेछौ अतः जम्बुद्वीपका सत्वहरू आफ्ना काय वाक र चित्तका कर्मको फलस्वरूप र आफ्ना बानी तथा वासनाहरूका कारण लाखौं फलहरू भोग्नुपर्छ जसको संक्षिप्त व्याख्या यहाँ गरियो क्षितिगर्भ बोधिसत्वले जम्बुद्वीपका
विभिन्न कर्मरा क्लेशहरू बाहेक सत्वहरूलाई लाखौँ उपाय कौशल्यहरूद्वारा धर्म देशना गरेर विनित गर्दछन्। ती सत्वहरूले पहिले यस्ता फलहरू भोग्छन् अनि नरकहरूमा पतन हुन्छन्। या उनीहरूले कल्पौँसम्म उम्किने आशरहित बाहिरै बिताउँछन्। त्यसकारण तिमीहरूले आफ्ना मानिसहरू र देशलाई यसरी रक्षा गर्नुपर्छ कि यस्ता कर्महरूले सत्वहरूलाई कुनै पनि हालतमा आश्रवयुक्त नबनाउन्। भगवानको यस्तो वचन सुनेर उनीहरू भावविह्वल भएर रोए अनि सुस्केर हाले। त्यसपछि दुवै हात जोडेर बिन्ती गर्दै उनीहरू फर्के। यो पुण्यले सर्वज्ञ प्राप्त भई दोष रूपी शत्रुहरू नष्ट परेर जन्मजार व्याधि मरणको चालयुक्त भवसागरबाट सबै प्राणीहरू मुक्त होस्। यो कुशल कर्मद्वारा चरय मिले महामुद्र सिद्ध गरेर एउटै प्राणी पनि नछोडिकन त्यही अवस्थामा पुर्याउन सकोस्। अमूल्य बोधचित्त रत्न उत्पन्न नभएको उत्पन्न होस्, उत्पन्न भएकोहरूमा क्षय नहोस् र उत्तरोत्तर वृद्धि होस्। सबै प्राणीहरू सुख र सुखको कारणले युक्त होस्, दुःख र दुःखको कारणबाट मुक्त होस्, दुःखरहितमा सुखबाट वञ्चित नहोस्। सबै प्राणीहरू राग द्वेष र मोहरहित समान्त भावमा रहिरहोस्। सबै गुरुहरूको दीर्घायु र कार्यलीला वृद्धि विस्तार होस्। भवतु सर्वमङ्गलं, भवतु सर्वमङ्गलं, भवतु सर्वमङ्गलं। साधु साधु साधु।